We are all chia lovers, so cheers and good morning guys. हामीले जोरतिर चाहिँ चिसो खान्थ्यौँ भने यहाँ चाहिँ चिया खानुपर्ने अवस्था भएको छ एकदम धेरै चिसो छ अनि यता खाएर देखाइदेऊ त सेस ल गुड मर्निङ गाइस सबैजनालाई ठिक छ नि होइन यसरी भिडियो गर्दा कस्तो आउँछ नि हाम्रो जोरबाट सुरु भएको यात्रा तर भिडियो चाहिँ एकैचोटि क्यान्टिन हाइडीले आएर मात्रै त्यो पनि चियासँग बिहान नि चिसो छ त चिसो छ त चिया होइन यो त चिसो हो यार सुरु त भरे गरेर नि फेरि सुरु त फेरि गरेर नि त जोर यो त उ त यस्तो छ यताको अवस्था चाहिँ देखेर त म नि केल्टा म पनि त अघि त केएल टावरै भनिराखेको क्या 5 बजी नै ल्याइ पुऱ्यायो त यहाँ निकै चिसो यता चाहिँ यताको अवस्था चाहिँ हाम्रोतिर हो ल र सुजित सुजित भन्ने सुदीप ल यहाँ चाहिँ ठ्याक्कै कस्तो ठाउँमा आइपुग्यो भने हाम्रो नेपालमा जाडो महिनामा त्यही भएर मेरो भ्लगमा अब स्टार्ट हुँदैन यहाँ चाहिँ कस्तो ठाउँमा आइपुग्यो भने ठ्याक्क कुहिरो लागिरहेको ग्लोभ्सहरू हाल्नै पर्ने रहेछ यहाँ चाहिँ अलिकति चिसो बेसी छ उसै कुरो लागिरहेछ अनि शीतलहर भइरहेको जस्तो अहिले हामीलाई कति बजी ल्याइपुऱ्यायो भने ठ्याक्क 5 बजी ल्याइपुऱ्यायो भनौँ न अब हाम्रो यात्रा यहीँबाट सुरु हुन्छ यहाँबाट कता कता जान्छौँ मलाई पनि थाहा छैन अहिले चाहिँ ठ्याक्क बिहानको 5 बजेको छ केएल टावर नै हो कि के हो यो त यार ल अब यहाँनिर सायद ल अब चाहिँ बसेमा आएर फर्स्ट टाइम यस्तो ठाउँ घुमेको अलिक ठुलो बोला न अब चिसो छ म त नेपाल आएको फिल भइरहेछ माथितिर त्यो के अरे माथि त्यो हुन्छ नि मुडे ड्यामतिर मुडेतिर अनि यता मासतिर सखेवातिर गएको याद आइरहेछ दामी एकदम यस्तो छ कुहिरो पहन बोला न यस्तो छ कुहिरो सब कुहिरो लागेको छ है पानी परिरहेछ अनि ल ल बोल उता देखाउ न ल अनि उतातिर गएको याद आइरहेछ होइन त्यो माथि त्यो के अरे डाँडातिर मेरो उनीको पनि खतरा याद आइरहेछ यस्तो छ चिसो एकदम धेरै खुसी लागेको छ यस एकदम ह्याप्पी भइरहेको छु म किनभने फर्स्ट टाइम यहाँनिर चिसोमा खेल्न पाइरहेको छु यस्तो मजा लागिरहेको छ आमा ट्राभलिङ सबै यहाँको गाडीहरू पनि ट्राभलिङ मात्रै हुँदो रहेछ प्रायः यो बेला त म त बाइकमा सरर कुद्दै गरेर याद यार माथि डाँडातिर यार कोसँग याद होइन म एक्लै एक्लै गनी हो के थाहा सो यस्तो दामी ठाउँ छ यहाँनिर तपाईँहरू पनि घुम्न आउनु होला कता कता हुनुहुन्छ धेरै कोठामा सुतेर बस्नु नि हुन्न ल भिडियो बन्द गरिदिउँ केही भन्नु छ अरू अहिले भरे पनि अरू अब नेक्स्ट आउनेवाला छ ओके थ्याङ्क्स फर वाचिङ सबैजनालाई कस्तो हेलो एभ्रिवान आजको हाम्रो यात्रा चाहिँ कहाँको फर्स्ट यात्रा केएल त्यसपछि बातुके त्यसपछि ग्यान्टिन आइल्यान्डको छ सो अब हामी आज एउटै गाडीमा सफर गर्न पाइरहेछौँ एउटै गाउँको पऱ्यो आफ्नो लङ टाइम भेट भएको छ केटोसँग सो ह्याप्पी केही भनिदेऊ तिमी पनि ह्याप्पी छौ नि होइन ओके ल यस्तो आउनु पऱ्यो क्या क्वालिटी क्यामेराको अनि पो दामी हुन्छ त एकदम ठिक छ ल हामी यहाँ माथि अब चढ्नु लाग्यो गाइजहरू
गाइस अब हामी चढ्नु लाग्यो चलिरहेको जिन्दगीहरू मलेसियामा गाउँ छ अलि बिहानै छ सो अलि राति ल जाँदैछु म बिस्तारै जाँदै नै गरौँ ल अब यताको भ्लगहरू चाहिँ कन्टिन्यू आउँछ अब अहिलेदेखि नै स्टार्ट हुन्छ मेरो अब यताको वेदर हेर्ने भने यस्तो छ है आमा सेम नेपाली जस्तो भइरहेछ चिसो फिलिङ भइरहेछ उसलाई फोटो खिच्नै पर्छ अब 17 प्रो म्याक्सबाट खिच्ने नि फोटो त ओ नाइस भ्यू चाहिँ यस्तो दामी दामी रहेछ यतातिरको एकदम यस्तो रमाइलो ठाउँ रहेछ यार कति रुममा बस्ने केटाहरू आउनु पर्यो घुम्नलाई कुहिरो हेरौँ कुहिरो यस्तो छ के भन्छ लिप होइन लिप के हो लिप पछाडि त म देखिहाल्छु त्यो टेन्सनै छैन नि होइन अलिक हाम्रो हिरोसँग हिँडेको आज फोटो खिचाउँदा खिचेको गर्ने रहेछ म फेरि भिडियो गरेर खाने दुई खालको मान्छे परेको उसलाई फोटो मात्रै चाहिन्छ मलाई भिडियो मात्रै चाहिन्छ धेरै हेर्छ केटोले तालेको छ ल अब कहाँ वेट गर्ने यहीँ हो कता हो जाउँ ल ए जाउँ यो गइहाल्नु अलिक छिटो गर्नु पर्छ बरु माथि गएर धेरै घुम्ने यसलाई सायद भिडियो गर्नु दिँदैन कि अब हेरौँ भिडियो त भइरहेछ सो सबैजना हामी नेपाली छौँ यता हाम्रो एउटा ग्रुप नेपाली सबै त्यस कारण हामीलाई कुनै पनि तनाव छैन त्यहाँको सेक्रेटरीसँग नेपाली देखिसकेको छु मैले अनि एकदम कडा बवाल रमाइलो भयो केटा हो एकछिन भए पनि यो समय मेरो म समय दिन्छु नाइस ल मलेसियामा फर्स्ट टाइम यस्तो ठाउँ घुमिँदैछ यो के हो यो जाडो भयो त मलाई आमा ओइ कति टाढा हो आइसकेछ त ए हाउ कस्तो हावा चलिरहेछ यार फुली एउटा फोटो हाल्ने थियो होइन यताको लगाइदिनु न लिङ्कको आयो भने के पनि हुँदैन भिडियोहरू ट्याकासँग यता बोल्दै न टक्कासँगले होइन भिडियो अब चढिसक्यो फेरि हामी त अन्त्यतिर आइसक्यो फेरि यताको भ्यू चाहिँ देखाइदिउँ न अरू यसबाटै होइन दामी नेपालबाट आएदेखि फर्स्ट टाइम नेचुरल हावा खाएको यहाँभन्दा माथि कस्तो छ अब जाँदैछु हेर्नुहोस् होइन यतातिरको हाम्रो हामी बसेको सिटी हेर्ने भने चाहिँ कस्तो छ ब्याकग्राउन्डमा त केही नदेखिँदो रहेछ अब अलिक कुहिरो लाग्यो यतातिर अब के गर्नु भिडियो यहाँ यस्तो तर यता चढिसक्यो हामी फेरि माथि चढ्नेवालामा छ क्या तर केही नदेखिने रहेछ हावा के अरे कुहिरोले चाहिँ के भने यस्तो बाटो देखिरहेको छ कसरी देखाउने के देखाउने तपाईँले उँधो चाहिँ बवाल देखिरहेको छ सबै कुराहरू यहाँ। ल हेर है केटा खोइ क्यामेरा कता छ यहाँ चाहिँ मलाई साह्रो बवाल लाग्यो क्यामेरा हाइल्यान्ड अबको हाम्रो यात्रा चाहिँ क्यान्टिन हाइल्यान्डको हुन्छ यहाँबाट अब हामी लागिँदैछ क्यान्टिन हाइल्यान्ड क्यान्टिन हाइल्यान्ड एउटा भिडियो बनाइदियो नि मेरो बनाइदिइहाल्छु नि जाउँ न यस्तो राम्रो यहाँ आएर एउटा बनाउँछु यस्तो हेर्छ मान्छेहरूको भिडियो त म बनाइदिइहाल्छु 17 प्रो म्याक्स रेखेर पो हराउँछ भनिराखेर त मान्छे यसबाट बनाउँदै एउटा बनाइदिनु है ल बनाइदिनु हुन्छ तपाईँले भइरहेकै हुन्छ त यहाँभन्दा कति राम्रो चाहियो
ल भनिदिनु न यार एकदम दामी कुहिरो पनि लागिरहेछ नि कताको सुदीप जुत्ता त त्यही अहिले चाहिँ ठ्याक्क 7:30 बिहानको क्यान्टिन हालियो र अब हामी चाहिँ केबुल कार चढिसकेका छौँ कस्तो डरमर्दो लागेको क्या यार अलिकति डर पनि मलाई त के हो कस्तो फिल पनि भएको छैन यार यो त मलाई अलि फेरि त देखाउ त डर पनि लागेको थियो त देखाउ अलिअलि ल फर्स्ट टाइम हो म नि फर्स्ट टाइम म त चन्द्रगिरी हानेको छु है चन्द्रगिरी हानेछ चन्द्रगिरी चढेको ल छु ठिक छ म धेरै माथि छ त्यो यसमा पनि चिसो लागिरहेको हो यसमा त चिसो त एकदमसँगले होइन जङ्गलहरू पनि दामी तर धेरै नजिक है यो सन्तोष हल्लिँदो रहेछ नि कस्तो हल्लेको अब यार केही हो अरू केही पनि हेर्दैन ल धेरै माथि पो आइसक्यो त आधी बाटो भयो नजिक रहेछ नि त हाम्रो फेरि यता फाल्टै जान्छ हामी खासमा हराइयो कि जस्तो लागिसक्यो मलाई है खासमा जानुपर्ने कहाँ हो हामी आफैलाई थाहा छैन यार हराउनु त हराएको छैन नि होइन टोली हामी ल है छोरी माग्नु गएको जस्तो ल है भन्छ मान्छे ऊ के अरे त्यो ऊ गएको जस्तो पासिङ गएको जस्तो ल है सबैले अगाडि उसले खिचेछ भनेर मख परेछ तर मैले खिचेको कि छैन ल है ल है ल है